3000बाट सुरु गर्नुभएको थियो, 1 वर्ष भयो। 1 वर्षमा अहिले 10-11 लाखभन्दा बढीको प्रपर्टी बनाइसक्नु भयो। हजुर। त्यसमा अब बाइकहरू छ, हाम्रो काठमाडौँमा चाहिँ सर्भिस दिनको लागि स्कुटर छ होइन, अनि त्यसले गर्दाखेरि जस 10-11 लाखको हाम्रो प्रपर्टी बन्यो अहिले। यो चाहिँ अकबरे खुर्सानीको मसलावाला अचार हो होइन। यो चाहिँ हामीले बजारमा 300 मा बेचिरहेको छौँ, अनि हाम्रो यो झिँगे माछाको प्याकेटमा पनि निकालेको छौँ है। यो चाहिँ हामीले 120 मा बेचिरहेको छौँ। यो अकबरे ब्रान्ड, यो सबैभन्दा बेस्ट र सबैभन्दा धेरै बेचेको पनि यो हो है। यो पनि हामीले बजारमा निकालेको छौँ। अनि यो आँपको अचार, अब लेट्सी अहिले चलिरहेको बाभित्र पनि काम गर्दै हुनुहुन्छ। अनि अर्को च्याउको छ यो है, यो पनि हामीले बजारमा निकालेको छौँ। अनि यो टिमुरको सुप एकदम स्पेसल यो बेच्ने। अनि त्यस पछाडि यो चाहिँ मुला है हामीसँग भएको। अनि त्यस पछाडि यो चाहिँ हाम्रो गुन्द्रुक भटमासको अचार हो, यो लोकल है। अनि त्यस पछाडि यो मेथीको भयो। अनि त्यस पछाडि यो लप्सी भयो, अनि यो चिकन भयो होइन। अनि त्यसपछि यो मिक्स अचार, यस्तो भेराइटी छ। अनि त्यसमा चाहिँ हाम्रो यो चाहिँ सिद्रा माछाको पनि सामानसँग। हामी नुवाकोटको विदुर नगरपालिकाको यो बजारबाट थोरै माथि छौँ। हामीसँग सिर्जना दिदीको यो अचार उद्योगमा आज दिदीसँग केही कुराकानी गर्नको लागि जोडिएका छौँ। दिदी नमस्कार, स्वागत छ। नमस्कार। अब थोरै परिचयबाट सुरुवात गरौँ न। तपाईँको नाम, यो अचार पसलको नाम, ठेगाना सहित। म चाहिँ सिर्जना चापागाई प्याकुरे। मेरो चाहिँ सिर्जना अचार उद्योग हो र विदुर नगरपालिका वार्ड नम्बर 2 शिवालय 12 मा छ मेरो यो चाहिँ। अब के पाइन्छ दिदी अचार उद्योग गरेछ तपाईँको यो? मेरोमा चाहिँ विशेष गरेर चिकन पाइन्छ, लप्सी पाइन्छ होइन। अनि त्यस पछाडि सिद्रादेखि लिएर यहाँ लोकल स्थानीय तहमा उत्पादन हुने बाट बनिने अचारहरू चाहिँ पाइन्छ। अनि यहाँ स्थानीय स्तरमा उत्पादन हुने सबै किसिमका सिजनेबल अचारहरू तपाईँहरूले बनाएर बेच्नुहुन्छ होइन? हजुर, बेच्छ हामी। कति वर्ष भयो पसल सुरु गर्नुभएको? मैले त 1 वर्ष भयो अहिले। 1 वर्ष भयो। कस्तो चलाइरहनु भएको छ? के छ व्यापार, कस्तो भइरहेछ? सुरुमा त गाह्रो थियो, अहिले त ठिकै तरिकाले चलिरहेको छ। कति जति अचार बेच्नुहुन्छ दिनको? दिनको हामीले काठमाडौँबाट बेच्छौँ। त्यही हामीले 50 पिस मासुको बेच्यौँ भने 100-150 पिस अरू बेच्छौँ। भने काठमाडौँमा पनि छ तपाईँहरूको पसल? हाम्रो काठमाडौँमा पनि छ। यहाँ चाहिँ अचार बन्छ? यहाँ अचार बन्छ र यहाँको स्थानीय बजारमा पनि जान्छ हाम्रो अचार। ए हजुर हजुर। भनेपछि काठमाडौँमा चाहिँ कहाँ छ पसल दिदी? काठमाडौँ हाम्रो जरङकुमा छ, शिवालय 12 मा। शिव मन्दिरको ठ्याक्कै अगाडिपट्टि छ सर। त्यहाँ पनि राम्रो व्यापार भइरहेछ अहिले अचार? अहिले चाहिँ भइरहेछ। खास यो अचार चाहिँ कस्तो छ, स्वाद के भन्नुहुन्छ? तपाईँहरूको अचार बजारमा बढी डिमान्ड हुनुको कारण के हो त? हामीले चाहिँ यो एक चाहिँ नुवाकोटमै उत्पादन भएको सामानहरूबाट चाहिँ हामीले अचारहरू निर्माण गर्ने र हामीले चाहिँ टोटल लोकल र अर्ग्यानिक तरिकाको सामानहरू ल्याएर बनाउने भएकोले होममेड होइन, त्यो भएको कारणले गर्दाखेरि अचार चाहिँ आजसम्म रुचाइदिनु भएको छ, रुचाउँदै जाँदै हुनुहुन्छ अहिलेसम्म। यो भनेपछि राम्रो रेस्पोन्स आएको छ यो अचार खानेहरूले? हजुर, राम्रो रेस्पोन्स आएको छ। कति महँगो छ यो अचार? अचार त बजारको रेटभन्दा मेरो अचार खासै धेरै महँगो त छैन। मेरो चाहिँ अब मासुको आइटममा अलिकति महँगो छ, अरू भेज आइटममा त मेरो ठिकै रेट छ, रिजनेबल प्राइस छ। महँगो पनि भयो छैन? हजुर, मासु महँगो पनि छ, त्यस कारणले। तपाईँलाई चाहिँ कसरी आयो त एकाएक यो नुवाकोटको यो विदुर नगरपालिकाभित्र यसरी अचार उद्योग खोल्नुपर्छ भन्ने सोच पहिलेदेखिको थियो कि के थियो दिदी खास? मेरो पहिलेदेखिको भन्दा नि म सोख त अचारको सोखै गर्ने मान्छे, म पूर्व इलामको हो। त्यो भएर हामी पहिलेदेखि नै अचारको अलिकति व्यवसाय गरिरहेकै मान्छे भएकोले गर्दा सोख थियो। तर 1 वर्ष अगाडिदेखि मैले ट्रेनिङ लिएर होइन गर्छु भन्ने सोचमा थिएँ। अनि त्यसपछि मेरो सोख पनि हो क्या यो गर्छु भन्ने। अनि र मलाई प्लस आर्थिक अवस्थाले पनि मैले गर्न सक्छु होइन, यसले चाहिँ बालबच्चाहरू पढाउन सक्छु भन्ने हिसाबले सुरु गरेँ। भनेपछि यहाँ पाइने अचार चाहिँ सबै तपाईँ आफैले बनाउनुहुन्छ? मेरो स्टाफ हुनुहुन्छ र स्टाफको सहयोगबाट मैले नै आजसम्म चाहिँ गरिरहेको छु। दिनको कति केजी जति अचार तयार गर्नुहुन्छ यहाँ? हामीले त त्यही 100 केजीसम्मको गरिरहेछौँ एक दिनमा। आँपको चाहिँ 100 केजीसम्म भ्याइन्छ। भनेपछि राम्रो गर्नुभएको रहेछ त्यसो भने? हजुर, राम्रो ठिकै छ। भनेपछि अचारको चाहिँ तपाईँ सानैदेखि पारखी हुनुहुन्थ्यो, घरमा हुँदा पनि अचार बनाउन निकै रहर लाग्थ्यो भनेपछि? पहिलेदेखि नै हामीले यो लेबलिङहरू नगर्नुभन्दा अगाडिदेखि नै अचारहरू चाहिँ हामी बनाइरहेको थियौँ। अनि अब पछि चाहिँ लेबल सेबल गरेर राम्रोसँग बजारमा दिउँ भन्ने हिसाबले बनाउन थालेको हो। कति जति लगानी लाग्यो दो रहेछ यो पसल बनाउनलाई? सुरुमा त साह्रै थोरै लगानीबाट 3000बाट सुरु गरेको हो। अहिले चाहिँ लगभग 10-11 लाख जतिको छ भनौँ न।
3000बाट सुरु गर्नुभएको थियो, 1 वर्ष भयो 1 वर्षमा अहिले 10-11 लाखभन्दा बढीको प्रोपर्टी बनाइसक्नु भयो। बनाएको छु, हजुर। त्यसमा अब बाइकहरू छ, हाम्रो काठमाडौँमा चाहिँ सर्भिस दिनको लागि स्कुटर छ होइन, अनि त्यसले गर्दाखेरि जस 10-11 लाखको हाम्रो प्रोपर्टी बन्यो अहिले 1 वर्षमा। कस्तो अचम्मको कुरा सुनाउनु भयो, 3000बाट सुरु गरेको अहिले यति धेरै भयो भन्नुभएको छ। यो मान्छेले पताउँदैन होला। त्यो त अब मैले गरेको रियालिटी हो। 3000मा मैले मासु ल्याएको सुरुमा र 1000 रुपियाँको खुर्सानी, अकबरी खुर्सानी स्थानीय बजारबाट ल्याएर सुरुमा गर्न थालेको होइन। त्यसलाई मैले बढाउँदै लगेर अहिले सबै भेज आइटम, नन भेजको पनि 3-4 आइटम चाहिँ हामी बनाएर दिन थालेको यस सुरुबाट चाहिँ। पहिलो महिना चाहिँ कहाँ बेच्नुभयो अचार? सुरुमा त हामीले कोलोनीमा बेचेको, 1-2 बट्टा मात्रै गएको थियो क्या सुरुमा, अनि यहाँतिर कसैले लिन मान्नु भएको थिएन। पछि भएपछि चाहिँ लिँदै जानुभएको। सुरुमा चाहिँ हामीले कोलोनीमा गरेर लिएको। त भान्सामा दाल भात तरकारी अचार त अनिवार्य जस्तै हुन्छ होइन। अब कतिले त घरमै बनाउनुहुन्छ, कति त किन्न पनि आउनुहुन्छ होला। मैले त्यही सोचेर बनाउनु भयो। अहिले धेरैतिर सिर्जनाको अचार भनेर बजारमा लेबलिङ गरेर पठाउनु भयो। लेबलिङ गरेर मैले माटहरूमा दिएको छु होइन। हाम्रै स्थानीय नुवाकोटमा भएको माटहरूमा, पसलहरूमा काठमाडौँमा हामीले दिइरहेछौँ, गइरहेको छ। यो सानो रकमबाट सुरु गरेको व्यवसायले पनि यति धेरै फस्टाउँदो रहेछ है। हजुर, फस्टाउँदो रहेछ, गर्दैछु अब। अहिले चाहिँ स्टाफहरू कति हुनुहुन्छ यहाँ? अब अहिले चाहिँ 4 जना हुन्छ, 2 जना गइसक्नु र काठमाडौँमा 2 जना, 6 जना हुनुहुन्छ अहिले। यो 6 जनालाई रोजगारी पनि त भयो नि होइन। महिलाहरू नै 5 जना हुनुहुन्छ, 1 जना बजारमा हिँड्ने चाहिँ भाइ हुनुहुन्छ। भनेपछि 6 जना महिलाहरू 1 जना भाइ गरेर 5 जना महिलाहरू 1 जना 6 जना हुनुहुन्छ। उहाँहरूलाई तपाईँले अचार बनाउनु ट्रेनिङ पनि दिनुभएको छ। म पनि खटिन्छु, अनि मेरो 1 जना चाहिँ स्पेसल पहिलेदेखि नै गरिरहेको बहिनीले चाहिँ गर्न सक्नुहुन्छ, म नहुँदा पनि। तपाईँ नहुँदाखेरि पनि उहाँले राम्रोसँग गरेर जस बनाइरहनु भएको छ, बेचिरहनु भएको छ। हजुर, बनाइरहनु छ। काठमाडौँमा जाने अचार सबै यहीँ तयार हुन्छ होइन? हाम्रो यहीँ सबै तयार भएर सबै प्याकिङ गरेर पठाउने हामीले यहाँबाट, उहाँबाट चाहिँ बेच्ने मात्रै हो। रेटदेखि लिएर सबै कुराहरू मैले यहीँनिर गरेर पठाउँछु। घरमा चाहिँ को हुनुहुन्छ हजुरको? घरमा म, मेरो छोरी र छोरा अनि सासू हुनुहुन्छ। के भन्नुहुन्छ त उहाँहरूले यो व्यवसाय गरिरहँदाखेरि? बच्चाहरू त सानै छ, छोरी चाहिँ सपोर्ट गर्ने बेला भएछ, 12-13 वर्षको हुँदैछ। त्यस्तो भन्न सक्ने अवस्थामा कोही पनि हुनुहुन्न। मेरो त बच्चाहरू सानै छ नि त, त्यो कारणले। आमाले त ठिकै छ, गर भन्नुहुन्छ। आमा खुसी नै हुनुहुन्छ यसमा। ओके, 1-2वटा अचार हेरौँ कि के छ? यो चिकन अचार त्यही छ। चिकन अचार हो यो, 350 ग्रामको हामीले 550मा दिएको छौँ। अनि त्यस पछाडि हाम्रो यो सिद्रा छ 280मा दिएको छ। अनि भर्खर आँप निकाल्दैछौँ होइन, यो पनि आँप हो है। यो गुन्द्रुकको छोप भयो। अनि हामीले विशेष गरेर चाहिँ यो अकबरी खोर्सानी छ नि, यो चाहिँ नुवाकोटकै अकबरी, रसुवा नुवाकोटको अकबरी खोर्सानी, यो चाहिँ पोहोरको हामीले अब यसपालि सुरु भएको छैन। अकबरी बेच्यौँ, अनि मसलावाला छ, त्यस पछाडि मेथी छ, अनि मुलाहरू, मिक्स अचार, यो सबै हामीले स्थानीयताबाट निकालेको हो। भनेको यो सबै यहाँ अचारमा आउने कच्चा पदार्थ भनौँ अथवा प्रयोग हुने सबै सामान स्थानीय स्तरकै प्रयोग हुन्छ। स्थानीय सबै मैले यो नुवाकोट रसुवाको सामानबाटै गर्ने हो। मैले त्यसरी काठमाडौँबाट ल्याएर चाहिँ अहिलेसम्म गरेको छुइनँ कि, यहीँ लोकलैबाट गरिरहेको छु। के भन्नुहुन्छ त यहाँको दिदीबहिनीहरूले? तपाईँले यस्तो राम्रो गरिरहनु भएको रहेछ। सुरुमा त कुरा काटेर हिँड्नु भयो, यस्तो व्यवसायले केही हुँदैन, नुवाकोटमा लगभग पहिलो नै होला होइन। उहाँहरूले गएर नि यसरी लाइसेन्स लिएर गर्न सक्ने चाहिँ सुरुमा गरेको। पहिलेतिर त यो हुँदैन भन्नुभएको थियो, अहिले त ठिकै छ, राम्रो गरेको छ भनेर अब उहाँहरू नै आउनुहुन्छ, मेरो ग्राहकै भएर आउनुहुन्छ। त्यसमै खुसी लाग्छ क्या मलाई। मासिक चाहिँ कति कमाइ हुँदो रहेछ यो अचारबाट? हामीले सबै खर्च कटाएर यो अघिल्लो महिनाबाट हिसाब गर्दाखेरि 1 लाख बसेको थियो, सबै खर्च कटाएर। खर्च कटाउँदाखेरि 1 लाख, खर्च नकटाउँदाखेरि आम्दानी चाहिँ राम्रै हुँदो रहेछ है। खर्च नगर्दाखेरि खर्च कटाएर 1 लाख चाहिँ नेट बसेको थियो कि। राम्रो रहेछ त्यसो भने अचार। ठिकै छ। कसरी किन्न पाइन्छ त तपाईँको अचार? अनलाइनतिर बुकिङको पनि हाल्छौँ, अनलाइन बुकिङ चाहिँ हामीले गर्छौँ, टिकटकमा हाल्छौँ होइन। अनि प्लस अब उहाँ यसरी नै हाम्रो यो बजारमा गएको सामान एकचोटि लिने मान्छेहरूले फेरि त्यही अचार दिनु भनेर आउनुभयो र प्रायः त्यस्तो भेटिरहेको छ मैले चाहिँ। भनेको अचार मिठो भएर होला त्यसो भने दोहोऱ्याइ आउनुहुन्छ एकचोटि। म्याक्सिमम् हाम्रो बफ र चिकन चाहिँ सबैभन्दा धेरै जान्छ क्या। बढी डिमान्डै बफ र चिकनकै छ है अहिले? बफ र चिकन, अनि त्यस पछाडि हाम्रो टिमुरको छोप धेरै जानेमा होइन। अनि त्यसपछि मुला पनि जान्छ, मिक्स पनि। प्रायः अचारहरू चाहिँ गइ नै राखेको हुन्छ कि, एकचोटि लगेकोले आएर लिनुहुन्छ हाम्रो अचार। कस्तो राम्रो रहेछ।
टिकटक फेसबुकतिर खोज्यो भने मस्तले तपाईँको अचारको बारेमा थाहा हुन्छ पाइन्छ होइन? हजुर मेरो टिकटकमा चाहिँ सिर्जना अचार उद्योगै भनेर छ अनि फेसबुकमा चाहिँ सिर्जना चापागाई भनेर म प्राय यो सिर्जना अचारकै एउटा अर्को पेज पनि छ मेरो, त्यसबाट पनि पाइन्छ। हजुरको नाम सिर्जना भयो, त्यो भएर सिर्जनाको अचार भनेर बनाउनु भयो। सिर्जनाको अचार भनेर राखेको मैले मेरै नामबाट राखेको हो। म आफ्नै नामबाट चिनिन चाहन्छु क्या, त्यही भएर। त्यो अचार व्यवसाय गर्नुभन्दा अगाडि चाहिँ के गर्नुहुन्थ्यो तपाईँले? म त अचार व्यवसाय गर्नुभन्दा अगाडि घरैमा बस्थेँ। मेरो कुखुरा थियो, ब्रोइलर कुखुरा पाल्ने गरेको थिएँ मैले नुवाकोटमा, यहीँ यही ठाउँमा। यो अहिले हामीले जुन ठाउँमा अचार हुन्छ यहाँ हामीले पहिले कुखुरा पाल्थ्यौँ अनि मैले कुखुरा पाल्न छोडेर बसेको थिएँ अनि पछि मैले ट्रेनिङ गरेर सोच बदलेर अनि अचारतिर लागेको हो। श्रीमान चाहिँ के गर्नुहुन्छ? विदेशमा हुनुहुन्छ। के भन्नुहुन्छ त उहाँले? अब श्रीमानको भन्दा तपाईँ कमाइ धेरै छ जस्तो लाग्यो। ठिकै छ, राम्रै छ भन्नुहुन्छ, सपोर्ट गर्नुहुन्छ। उहाँ पनि के अब म नि अचारमा आएर आबद्ध हुन्छु भन्नुभएको छ कि? अब बिस्तारै, अब अहिले त होइन अब बिस्तारै चाहिँ अब अलिक भोल्युम बढ्यो भने बढाए पछाडि चाहिँ। श्रीमानकै साथ सपोर्टले आज यो खोल्न सफल हुनुभयो कि आफ्नै? होइन, यो त मैले आफै गरेको हो, उहाँले गरिदिनु भएको होइन। मैले सुरुदेखि आफै गर्दै आएको हो अनि त्यो म आफैले सुरुवात गरेर होइन गरेको। उहाँको लगानी लगाएर गरेको छुइनँ। 3,000 चाहिँ कहाँ लिएर आउनु भएको त सुरुमा? होइन, मैसँग थियो नि 2-3 हजार पैसा त होइन। मेरो घरमै मेरो कुखुरा थियो होइन, त्यही कुखुरा पालन गर्दा गर्दै मैले चेन्ज गरेको हो नि त सुरुमा। अनि लोकल कुखुराहरू पनि पाल्थेँ मैले होइन, त्यो पछाडि अनि त्यसैबाट मैले सुरु गरेको। हुन्छ, अब अचार एकदम धेरै छ, हामी अचारको पनि हेरौँ न के रहेछ यहाँ भनेर। अन्तिममा के भन्नुहुन्छ त्यो अन्तर्वार्ता हेरेर बस्ने आम दर्शक श्रोता? अब महिला दिदीबहिनीहरूले गरेको कुरा हो होइन, म जस्तै महिलाहरूले अरूले पनि गर्नुभएको छ। सबैजनाले एउटा महिलाले गरेको कामलाई साथ सपोर्ट दिनु होइन, सपोर्ट गरेर माथि जाने हो। हामीसँग एकचोटि मेरो अचार खाइदिनु होला होइन, अनि त्यसको कमिटमेन्ट गर्नु होला। ठिक बेठिक अब केही कुनै नराम्रो पक्ष छ भने त्यसलाई सुधार गर्न पनि म सुधार गर्छु होइन। त्यो चाहिँ हेरेर खाएर एनालाइसिस गरिदिनु होला भन्न चाहन्छु। हुन्छ, हामी पनि स्क्रिनमा नम्बर राखिदिन्छौँ, कसैले अचार चाहियो भने नम्बरमा फोन गर्नुभयो भने तपाईँहरूलाई डेलिभरीको व्यवस्था पनि छ भ्यालीमा? हजुर छ, भ्यालीमा छ, भ्याली बाहिर पनि छ हाम्रो। हस्, धन्यवाद दिदी। हस्, धन्यवाद।